नमस्ते। पर्पज यानी कि उद्देश्यको आधारमा कम्प्युटरलाई दुई प्रकारमा बाँडिएको छ, जेनरल पर्पज र स्पेशल पर्पज। जेनरल पर्पज कम्प्युटर साधारण कामका लागि प्रयोग हुने कम्प्युटर हो, या भनौँ सामान्य उद्देश्यका लागि। सामान्यमा त हामीले धेरै काम गर्न सक्छौँ, जस्तै वर्ड प्रोसेसिङ, इन्टरनेट ब्राउजिङ गर्ने, भिडियो एडिटिङ गर्ने, गेम खेल्ने, प्रोग्राम लेख्ने, धेरै छन्। अभियसली यसको लागि त डेस्कटप नै युज हुन्छ, ल्यापटप नै युज हुन्छ, ट्याब्लेट, स्मार्टफोन, यिनीहरू सबै जेनरल पर्पज अन्तर्गत पर्दछन्। अर्का थरी भनेको कुनै एक विशेष कामको लागि मात्र डिजाइन गरेको कम्प्युटर, जुन चाहिँ स्पेशल पर्पज कम्प्युटर अन्तर्गत पर्दछ। जस्तै सुपर कम्प्युटर, मौसम पूर्वानुमान, आणविक अनुसन्धान, वैज्ञानिक गणनाका लागि। एटिएम, यसले के गर्छ? पैसा निकाल्ने काम गर्छ, ट्रान्जेक्सन हेर्ने काम गर्छ, ब्याङ्क ब्यालेन्स चेक गर्ने काम गर्छ। वासिङ मेसिन, कपडा धुनको लागि। क्याल्कुलेटर, हिसाब गर्नको लागि। ट्राफिक लाइट कन्ट्रोलर, ट्राफिक लाइट चलाउने सिस्टम हो यो। यसमा यो बाहेक अरू काम हुन्छ र? हुन्न नि। त्यही भएर यिनीहरू सबै स्पेशल कम्प्युटर हुन्। अब हामी ब्रान्डको आधारमा विभाजन गरिएको कम्प्युटरहरूलाई हेरौँ। यसमा छन् आइबिएम पिसी, इन्टरनेसनल बिजनेस मेसिन पर्सनल कम्प्युटर। 2 नम्बरमा छ आइबिएम कम्प्याटेबल पिसी र एप्पल म्याकिन्टोस कम्प्युटर। आइबिएम पिसी भनेको आइबिएम कम्पनीले बनाएको पहिलो माइक्रो कम्प्युटर हो। यो कम्पनीले 1981 मा आइबिएम पिसी 5150 नामक कम्प्युटर ल्यायो। यसले अपरेटिङ सिस्टमको रूपमा माइक्रोसफ्टको एमएस डस को प्रयोग गर्थ्यो। त्यसपछि यो पहिलो आइबिएम पिसीले पर्सनल कम्प्युटर यानी कि पिसी को इन्डस्ट्रीमा या भनौँ मार्केटमा एउटा क्रान्ति नै ल्यायो। आइबिएमले के डिजाइन गर्यो त? आइबिएमले हार्डवेयरको संरचना बनायो, जसले कम्प्युटर भित्रको भागहरू कहाँ कसरी रहने भन्ने परिभाषित गर्यो। उदाहरणका लागि सीपीयू कहाँ राख्ने, सीपीयूका लागि मदरबोर्डमा छुट्टै स्लट डिजाइन गर्यो। र्याम कहाँ राख्ने, र्यामको लागि एसआइएमएम, डिआइएमएम स्लट। स्टोरेज कसरी जडान गर्ने, फ्लपी डिस्क, हार्ड डिस्क, एसएसडी को लागि आइडिई, एससीआइसी, साटा इन्टरफेस डिजाइन गरिदियो। एक्सपेन्सन स्लट्स कस्तो हुने, एडिसनल हार्डवेयरको लागि आइएसए, पिसिआई, एजिपी स्लट्स। त्यस्तै इनपुट आउटपुट पोर्ट्सको लागि किबोर्ड, माउस, प्रिन्टर आदि जडान गर्ने ठाउँ बनायो। यो भयो हार्डवेयरको आर्किटेक्ट। आइबिएमले सफ्टवेयरको पनि इन्टरफेस डिजाइन गर्यो। एमएस डस अपरेटिङ सिस्टम र अन्य सफ्टवेयरहरू पनि चल्ने सुनिश्चित गर्यो। विन्डोज, लिनक्स जस्ता अपरेटिङ सिस्टमहरूको प्रयोग गर्न मिल्ने वातावरण बनायो। यसरी आइबिएमले कम्प्युटरको सम्पूर्ण आर्किटेक्चर बनायो। यसको फाइदा के भयो भने यो डिजाइनलाई अरू कम्प्युटर बनाउने कम्पनीहरूको लागि कम्प्याटेबल बनाउन मद्दत गर्यो। पछि यही आइबिएमको यही आर्किटेक्चरलाई कम्प्याक्ट, डेल, एचपी, एसआर जस्ता ब्रान्डहरूले अपनाए आफ्नो पिसी बनाउनको लागि। र यही संरचना अनुसार बनाइएका कम्प्युटरहरूलाई हामी भन्छौँ आइबिएम कम्प्याटेबल पिसी, जुन एक अर्को प्रकारको कम्प्युटर बन्यो। यसरी पिसी बजारमा सस्तो ब्रान्डहरू डेल, एचपी, एसआर आउन थालेपछि आइबिएमका पिसीहरू महँगो परे, प्रतिस्पर्धा गर्न गाह्रो भयो। अन्ततः 2005 मा आइबिएमले आफ्नो पिसी बिजनेस लेनोभोलाई बेच्यो र अहिले हेर्नुहुन्छ भने यही आर्किटेक्टमा बनाइएका पिसीहरू अर्थात् आइबिएम कम्प्याटेबल पिसीहरू हामी युज गरिरहेका छौँ, जसमा विन्डोज ओएस सजिलै चल्छ। आजका सबै विन्डोज कम्प्युटर आइबिएम पिसी कम्प्याटेबल नै हुन्। आइबिएम पिसी को लागि विन्डोज नै व्यापक रूपमा लोकप्रिय भयो, तर लिनक्स जस्ता अन्य ओएस पनि हामीले यसमा सजिलै चलाउन सक्छौँ। अनि फाइनल्ली एप्पल म्याकिन्टोस कम्प्युटर। एप्पल कम्पनीले बनाएका कम्प्युटरहरू म्याकिन्टोस अथवा सर्टकटमा म्याक भनेर चिनिन्छ। एप्पलले आइबिएमको आर्किटेक्चर प्रयोग गर्दैन, उसको आफ्नै आर्किटेक्चर छ। एप्पलले विन्डोज होइन म्याक ओएस प्रयोग गर्छ। पहिले म्याक ओएस एक्स प्रयोग गर्थ्यो, यहाँसम्म कि एप्पलले आफ्नै हार्डवेयर, सफ्टवेयर, प्रोसेसर जुन एम सिरिज चिप छ यिनीहरू प्रयोग गर्छन्। त्यसैले म्याक कम्प्युटर आइबिएम पिसी भन्दा भिन्नै छ। हामीलाई त कसैको केही युज गर्नु नै छैन, हामी त आफै बनाउँछौँ। एप्पल यो सिद्धान्तमा छ। म्याकबुक, आइम्याक सबै एप्पल म्याककै हिस्सा हुन्। अब फोनकै कुरा गर्नुहुन्छ भने आइफोन 16 प्रो म्याक्स पुगिसक्यो अहिले। खैर, यिनीहरू हुन् ब्रान्ड अनुसारका कम्प्युटरका प्रकारहरू। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। नेक्स्ट लेसनको लागि तयार भएर बस्नु होला।